डिजास्टरको र क्लाइमेटको इन्टरलिङ्क के हो, कसरी यो जोडिएको छ, अनि हामीले डिजास्टरलाई कहिलेकाहीँ आइसोलेसनमा बुझ्ने, क्लाइमेटलाई चाहिँ आइसोलेसनमा बुझ्ने, डिजास्टरको चाहिँ गृह मन्त्रालयको विपद प्राधिकरणले हेर्ने, अनि जलवायु परिवर्तन चाहिँ कृषि वन मन्त्रालयले हेर्ने भन्ने खालको जुन थिङ्किङ छ, त्यो थिङ्किङमा हार्मोनाइजेसन आवश्यक छ। त्यो थिङ्किङ चाहिँ बदल्नु जरुरी छ। किनभनेपछि क्लाइमेट इन्ड्युस्ड डिजास्टर, जलवायु परिवर्तन एकदमै अहिले पोखरामा चाहिँ हावाहुरी चल्दैछ। अहिले म बोलिराखेको बेला त्यो हावाहुरी चाहिँ गोर्खातिर आउँदैछ भनेपछि बोलिराखेको बेला पोखराको ठुलो हावाहुरी गोर्खासम्म कति बेला आइपुग्छ भन्ने कुराको चाहिँ हामीले हेक्का राख्ने, त्यो प्यारामिटर हेर्ने र अहिले पोखरामा चाहिँ उत्पत्ति भएर किन पश्चिमतिर या किन पूर्वतिर आइरहेछ, पश्चिमतिर किन गएन भन्ने कुराको चाहिँ जुन कनेक्सन छ, त्यो चाहिँ जलवायु परिवर्तनको साइन्सभित्र हामीले छिन्नुपर्ने हुन्छ। ट्रिपल प्लानेटरी क्राइसिसमा हामीले बुझेनौँ जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषण, यी तीनटा कुरालाई चाहिँ विश्वका तीनटा क्राइसिस, तीनटा सङ्कट भनेर परिभाषित गरिएको छ र संयुक्त राष्ट्रसङ्घको महासन्धिमा चाहिँ तीनटै कुराहरू चाहिँ छलफलमा आएका छन्। भनेपछि तीनटै कुरामा हामीले ख्याल गरेनौँ भने तीनटै कुराले चाहिँ विपद निम्ति आउँछ। विपद आफैमा चाहिँ आउने कुरा होइन, कुनै प्रकोप चाहिँ लाई हामीले वास्ता गऱ्यौँ, प्रकोपको चाहिँ त्यो थ्रेसहोल्डलाई बुझेनौँ र प्रकोपको थ्रेसहोल्डसँग खेलवाड गऱ्यौँ भनेपछि बल्ल चाहिँ त्यो विपदमा परिवर्तन हुन्छ। त्यो हुनाले हामीले प्रकोपको डाइनामिक्स र प्रकोपको साइन्स बुझ्नु जरुरी छ। यो बुटवलदेखि चाहिँ पश्चिमसम्म चाहिँ हिट वेभ छ। अब हिट वेभ भनेको तातो हावाको लहर भनेर चाहिँ हामीले प्रचार गरिदियौँ। भनेपछि तातो हावा कति बेला हुन्छ, वायुमण्डलको हावा 10 मिटरसम्म कति बेला तात्छ र त्यो तातो हावाले चाहिँ हाम्रो वायुमण्डलमा, हाम्रो चाहिँ यो प्रोक्सिमेट इन्भाइरोमेन्टमा चाहिँ हामीलाई, हाम्रो गाईबस्तुलाई, हाम्रो कृषि प्रणालीलाई कसरी प्रभाव पार्छ र के हो त थ्रेसहोल्ड भन्ने कुरा हामीले त्यो साइन्स बुझेनौँ भनेपछि अनि डिजास्टर हुन्छ।